नमस्कार साथीहरू। आज चाहिँ हामी यहाँ नजिकैको कामसाम सकेर थोरै साइक्लिङ जाने तयारी गर्दैछौँ। यहाँ हाम्रो साइकल पार्क चाहिँ यतातिर छ। ल अब चाहिँ हिँड्ने बेला भइसक्यो साथीहरू। अब यहाँबाट चाहिँ धेरै टाढो होइन, नजिकै हो। यहाँ त ट्रकको जस्तो, अरे यतातिर त कोही हुन्न त। यो एउटा मगा नहीं यो मान्ने थुल्यायो सायद यो यो लिन। त्यही भन्नलाई ल एकजना बाहिर निस्किसक्नु भएको छ। बाहिरको लागि चाहिँ यहाँ म अर्को साइकल ल्याएर आउँछु। अर्को साइकल नै लानुपर्ने भएर म चाहिँ यहाँ अर्को लिन आएको छु। अब चाहिँ आजको हाम्रो साइक्लिङ चाहिँ सुरु हुन लाग्यो। यहाँ कम्पनी चाहिँ देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी निस्किनलाई अब रेडी भइसक्यौँ। त्यतातिर छ यहाँ साइकल चाहिँ मेरो यहाँ छ। तपाईँहरूलाई स्वागत छ फेरि पनि। अबको यात्रा चाहिँ सुरु हुन्छ हाम्रो। ल है हिँड्यो साथीहरू। साथीहरू कामसाम सकेर यसो फ्रेस हुने वातावरण यस्तो छ। हाम्रो कम्पनीको नजिकैमा चाहिँ यति नजिकैमा चाहिँ यस्तो बबाल ठाउँहरू छ। सो साथीहरू चाहिँ अगाडि गइसक्नुभयो, म चाहिँ अलिक पछाडि छु। त्यही भएर म बिस्तारै थोरै क्लिपहरू बनाउँदैछु। साथीहरू यस्तै छ आजको साइक्लिङ चाहिँ हाम्रो। अनि बाटोको कुरा गर्नुपर्दा चाहिँ यहाँ फ्रिडम तरिकाले माथिबाट नि हिँड्न पाइने। अनि अर्को कुरा चाहिँ यहाँ चाहिँ साइक्लिङ गर्नलाई भन्दा नि सानो तिनो पसलहरू जानु पऱ्यो भने नि कति सजिलो क्या। यति नजिकैमा यस्तो बबाल यहाँतिर पोखरी देख्न सक्नुहुन्छ। अनि यति नजिकैमा चाहिँ पसलहरू मार्ट सियु आउनु पऱ्यो भने नजिकै पनि छ। तर कस्तो सबै कुरा क्या मान्छे नै छैन जस्तो छ। तर यहाँनिर देख्न सक्नुहुन्छ यहाँ वरिपरिको दृश्य चाहिँ। अनि यहाँ यस्तो राम्रो फुल फुलेको छ। ओहो फुल फुलेको कथा है। अनि यहाँनिर चाहिँ यही हो हाम्रो कम्पनीबाट चाहिँ 2 किलोमिटर मात्रै साइकलमा चाहिँ कति पनि लाग्दैन। यहाँ खाजासाजा यसो सियुतिर आउनु पऱ्यो। स्मार्टहरू इनफ यत्तिकैमा छ यहाँनिर चाहिँ। यो हो नि त यति मजाको ठाउँहरू छ, यति मजाको। चाहिँ म थोरै सान्चै यसो घुम्नुपर्छ। त्यही मेरो चाहिँ हेल्थली हुनलाई पनि थोरै टाइम लिएर यतिको ठाउँमा चाहिँ आयो भने फ्रेस भइन्छ। अनि मजाले चल्छ जिन्दगानी। आज यति भन्दै आजको मेरो छोटो भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। कस्तो लाग्यो भिडियो मन परेमा लाइक सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला। सबैजनालाई बाई बाई। हेल्दी रहनुहोस्, घुम्नुहोस्, स्वस्थ रहनुहोस्। हस् त बाई बाई।